नमस्कार। आज हामी बारदशी 5 मा भ्याक्सिनेसन कार्यक्रम गर्दै यो प्रजापति टोलमा आइपुगेका छौँ। प्रजापति टोलमा भ्याक्सिनेसन गर्ने क्रममा हामी एकजना कृषकको घरमा आएर निकै बाख्राहरूलाई भ्याक्सिनेसन गरिसकेका छौँ र हामी कृषकलाई सोध्न चाहन्छौँ उहाँलाई हाम्रो भ्याक्सिनेसन कार्यक्रम पशु शाखा अन्तर्गत वडा कार्यालयले पठाएको यो कार्यक्रम कस्तो लाग्यो, हामीले कसरी भ्याक्सिनेसन कार्यक्रमहरू सफल गऱ्यौँ, हरेक बाख्रालाई निडिलको प्रयोग चेन्ज गरेर भयो कि भएन भन्ने कुराहरू उहाँले थोरै केही जानकारी गराइदिन्छ तपाईँहरूलाई र उहाँको परिचय दिएर अलिकति जानकारी गराइदिने कसरी कार्यक्रम। नमस्कार, मेरो नाम रुद्रलाल दुलाल हो। म प्रजापति टोलमा बस्छु र यो भ्याक्सिनेसन कार्यक्रम अन्तर्गत भाइ बहिनीहरू यहाँ आइपुग्नु भएको छ र उहाँहरूले बाख्रालाई एउटा केन्द्र बनाएर खोप लगाउने भन्ने सिलसिलामा हामीले मेरै घरलाई मध्यनजर गराई यो प्रजापति टोलका लगभग बाख्राहरूलाई हामीले खोप लगायौँ। यो खोप लगाउने क्रममा उहाँहरूले जुन प्रविधि अप्नाउनु भयो त्यही राम्रो छ। यति हुँदाहुँदै पनि अझै पनि टोलका केही घरहरू छुटेका छन्। यसका लागि मैले थोरै अनुरोध पनि गरेँ, तपाईँहरू माथिल्लो बाटोबाट गइदिनु होला र लगभग अनिल सापकोटा अर्थात् कमल दालको घर आसपासमा पनि एउटा केन्द्र बनाइदिनु भने अझ राम्रो हुनेछ भन्ने मैले अनुरोध गर्दै आजको यो जुन कार्यक्रम हो अत्यन्तै राम्रो भएको महसुस गरेको छु। साथै विगतका दिनहरूमा पनि यस्ता कार्यक्रम त हुन्थे, तर हामीले चाहिँ साह्रै कम्ती सूचनाको अभाव अर्थात् यहाँ आइपुग्न नसक्नु भयो, प्राविधिकहरू यहाँ नआइपुगेको अवस्था थियो। तर यसपालि चाहिँ संयोगवश उहाँहरू यहाँ आइपुग्नु भएको छ। हुन्छ, उहाँले हाम्रो कामलाई एप्रिसिएट गरेर एकदम खुसी भएकोमा हामी पनि धेरै खुसी छौँ। अब पूर्ण अरू 5 नम्बरका अरू स्थानमा पनि हामी भ्याक्सिनेसन कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम यहाँबाट बिदा हुन चाहन्छौँ। हस्।